आज चाहिँ साइकल धेरै फोहोर भएकोले नोइदिन लागे। नोइदिएको भिडियो खोइ भन्नु होला, फेरि खिच्नै बिर्सेछ भने साइकलको जोइन्ट पार्टहरूमा हालिदिए क्याल्सियम, त्यसपछि हल्का अक्सिजन दिए, फाइनली नुहाएर टिलिक्क भयो। अब सस्पेन्सनको लचक त टेस्ट हान्नै पर्यो। त्यसपछि उफर्न लागे बुरुक बुरुक, बबाल स्मुथली छिरेको थियो है। आई मिन सस्पेन्सन भनेको अरू सोच्नला फेरि। साइकल उडाउन कट्टीको सकिन्छ भन्दै उडाएको त आजकल त भुलेर हो कि पत्रु उडाएको थिएँ। घर आएर खाए प्रोटिन सेक, त्यसपछि हल्का पिनट्स राख्ने गोदामतिर सर्च हानिदिएको त नेपाली मिठाई पो ल्याउनु भएको रहेछ। अनि बिहान भए पनि दबाई गम कि गम। घर बस्न धेरै अल्छी लागेर म गएँ राम्रो ठाउँ खोज्दै बाहिरतिर। छुट्टीको बेला त घर बस्न लास्टै अल्छी लाग्छ भने म मात्रै हो कि अरू पनि हुनुहुन्छ? यसो कमेन्ट गर्नु त। यस्तो खतरा ड्याम हेर्दै थिएँ, पछाडि बाटो र कली बोलाउँछ बा, को रहेछ भनेर हेर्न गएको त पुर्खौली मान्छेसँग पो भेट भयो। साइडमा पोखरी पनि रहेछ। सो दिस इज फर टुडे, सब्सक्राइब फर मोर भिडियो एन्ड बाई।